तर गाइज हामी चाहिँ आज सिधा लेक जान लागेको छ। हामी साथी साइकल राइडिङ अगाडि 2 जना छ, हामी यहाँ 5 जना छ हैन। यो चाहिँ मेरो साइकल भइहाल्यो यो। अनि साथीको साथी हो त्यो अगाडि एउटा बसिरहा, एउटा अगाडि पुगिसक्यो। हामी चाहिँ अहिले ससाको पारिपट्टि छौँ क्या, चौतारामा बनली भन्दा यता छौँ। अब हामी हाम्रो लाग्ने अब एकछिन बसेर जान्छु होला हैन। एकछिन बसेर जान्छौँ हामी। अनि सिधा लेक जाने हामी आज। टोपी चाहियो गाइस, टोपी जाडो नि छ तर ठिक्क रमाइलो पनि भएको केटा है। त्यही हो होइन, बिहान बिहान हामी हिँडिरहेको छौँ यहाँबाट। उसको हात काटेको औँला चुस भन्दा टेर्दैन कि यस्तो काटे औँला केले चिलले काट्यो कि त्यो साइकल देऊ त्यो ल अब लाग्ने होला हामी। ल हामी लागेर अब सिधा लेक जान्छौँ होइन। बाटो पनि भिडियो बनाउँछौँ, हेर्दै गर्नु होला, इन्जोय। हेलो केटा हो, ओए चिस्दै हिँड्दै आएको यो त। सो हामी चाहिँ सिधा लेक जाँदैछौँ। हामी चाहिँ यहाँ आएर पानी खान रोकेको छ होइन। पानी चाहिँ खतरा आएको छ क्या। ठाउँको नाम त्यो ठाउँको नाम चाहिँ थाहा भएन होइन। कि कालिदा पुग्नु लाखेन होइन। कालिदाको अलिकति यतापट्टि छौँ भनौँ न हामी। 2 जना अगाडि छ, 5 जना पछाडि छ। सो 2 जनाको साइकल यहाँ, 3 जनाको साइकल यहाँ। यो चोर 2 जना उहाँ अगाडि पुगिसक्यो। हामी चाहिँ यहाँ पानी खानु रोकेको है। मेरो साइकल चाहिँ लडिरहेछ, स्ट्यान्ड छ तर लाग्दैन। दुःख कहाँ छाडै उकालो होइन। धकाल्दै जान्छ होला नि। यस्तो हालत छ गाइस, हामी धकाल्दै जानुपर्छ। हेर्नु न अलिक कुरै लाग्यो क्या। हामी चाहिँ माथि गएर भ्यू हेर्न लाग्यो क्या, सिधा लेक गएर होइन। मेरो यो भिडियो युट्युबमा पनि आउँछ गाइस, सब्सक्राइब गर्नु है सबैले। ल म लिङ्क पठाइहाल्छु नि केटाहरूलाई। एडिटर चाहिँ म हो। मेरो एडिटर चाहिँ यो हो। च्यानलको नाम खोलिदिनु पनि यही हो होइन। किन राखेन, राख्नै बाँकी हो। ल जाऊँ जाऊँ। सेकेन्ड भ्लग हो, फर्स्ट भ्लग त छ पहिलेदेखि हाल्छु भनेर मैले कन्टेन्ट कति बनायो। ल गाइस अब हामी यहाँबाट निक्लिन्छौँ होइन। सिधै बैरेनीको उकालो गएर भेट्छु ल। गाइस हामीले यहाँ बैरेनी आइपुगेको छौँ, खाजा खाने ठाउँमा रोकेको छ होइन। यहीँ चौकी छ हाम्रो यो। खतरा राइडर हो यो त झन्। हाम्रो साइकलहरू चाहिँ त्यहाँ छ है। हाम्रो प्रहट चौकी। हामी सिधै यो माथि उकालो जाने होइन। सिधै माथि उकालो जाने होइन। ठाडै उकालो अब उहीँसम्म ओह्रालो भन्ने चिजै छैन। तिम्रो गएको बाटो आउने क्या। होइन त्यो अलिक कोही ठाउँ उकालो छ कि यो ठाउँ ठिक हुन्छ, ओह्रालो आउनु मजा हुन्छ क्या। अनि यहाँ पनि त्यो माथि त्यो उकालो छ नि, नीलकण्ठ नगरपालिकाको त्यहाँ छ। त्यो होइन न, त्यो छुट्टै गाउँ घुम्नु हुन्छ। चाहिँ गरिनुहुन्छ। अब हामी चाहिँ यहाँ उनीहरू चाहिँ चिया खानु लाग्यो, केटाहरू 6 जना चाहिँ चिया खानु लाग्यो होइन। म चाहिँ यहाँ समोसा खानु लाग्यो, किनकि मलाई दुध चिया मन पर्दैन, चिया खाँदैन पनि। चाहिँ अब खाजा खाएर अब यो उकालो निक्लिन्छौँ है। हाम्रो चाहिँ यहाँ चिया पाइसकेको छ, केटाहरू चिया खाँदैछ। मेरो चाहिँ 2टा समोसा खानु बेला खाने हो। समोसा मेरो तिर है के त नि तिर भनेको स्पोन्सर सुन्नु स्पोन्सर 500 पैसा त सकेरै जाने हो नि त सबको हैन सबैको सकेर यहाँ एउटाले तिर्छ यहाँनिर तिमीले आउन अर्कोले तिर्छ सबै उले राखे पैसा हाम्रो त हामीसँग छ नि त अब के डाइरेक्ट माथि गएर खाने होला हैन
अब कति भन्दा लाग्छ अब यस्तो अब चाहिँ हामी खाना निक्लिन्छौँ है चाहिँ खाना खाने ठाउँ गाइस बहिनीको उकालो भाई लोग इसी में मजा है देख सकते हो आगे देख सकते हो ओए खतरा हो यो फेरि राइडर मजा आए भाई लोग इसी में मजा आए देखो ल गाइस म ठाउँमा बनाउँछु म होइन त्यही हो अन्तिमसम्म हेरिदिनु होला लाइक गरिदिनु होला गाइस यहाँ ट्रेन लगाइसकेको छ होला साइकलको पाइदल चाहिँ गयो क्या मेरो हेर्नु न भने पाइदलै छैन क्या भाँचिरहेको छु उकालोमा के गर्नु त अब यस्तै हो वेल्डिङ गर्न आएको छु हामी यहाँ ग्यारेजमा केटाहरू सब आएको छ है भाडाको साइकल गयो मात्र छु तनाव भयो सब सत्य छ मेरो मात्रै अपाङ्ग भयो यार एडिटरमा है यता यता ल एडिटर तर एडिट चाहिँ कहिले हुन्छ आउँछ 1-2 महिना पछि होइन त ए खतरा ग्यारेन्टी एक दिन महिना खतरा छ फेरि भ्यू त अझ सिधै ल त्यो बिल्डिङ गर्नुतिर लागेको होइन वेल्डिङ हाल्न सक्छ मेरो अझ अलार्म कस्तो छ घ्या गराउने कि मर्यो मेरो हो त्यो त म तिमीलाई अलार्म सुनाउँछु यस्तो पुरै उकालो के गाछ दुईजना पछाडि चाहिँ आएको छैन पुरा पसिना अलार्म किन सुनाउनु पर्यो कुहिरोमा डेन्जर हो भने है 40 सुनाउ रहेछ यार सन्देशहरुले देखाउ है कस्तो बवाल भएको थियो भनेर अन्डा आउँदैछ यतै छ हैन तीनटा त यार त्यो दुईटा ले डाटा अनै रहेछ अहिले चाहिँ मैले साइकल चेन्ज गरेको छ मैले यो चलाएको थिएँ अब यो चलाछु यो चाहिँ बिनले चला हा ओए त्यो दुईटा त सारी भने त्यो दुईटा त मात्र अहिलेसम्म हो नि उत्याको रोडमा नि हेर्नु सुतेर आइरहेको क्या तिनीहरू त भने बिनो ढेर आइज तल जङ्गल जान्छु भन्दै थियो दुईजना हो हेर्नुको साइकल चला सो गाइज हामी चाहिँ यहाँ आएर भकटे खाँछु होइन दुईटा झरे तिनवटा होइन ए एउटा यहाँ छ यो चाहिँ पहिलेदेखि भएको केटाहरू लुकी खाएर यार लोबीहरू दिनुपर्छ भनेर है भकटे त तन्ने ओए आज त फोर्छ यत्रो पिरो हाल्ने यस्तो मिठो बन्छ घाममा चाहिँ त्यसो खानुपर्छ क्या घाममा ताप्ने फुल हाम्रो जोसेफ सिङ्गर खाएपछि हो मलाई त अगाउन ताल खानुपर्छ म त्यही यो फालौँ ल एउटा कुहिए यो पहिलाको एउटा कुन चाहिँ हो यो पहिलाको हो त्यो हामीले राखेको एउटा उयो बोक्ने मान्छेले कति गाह्रो हुन्छ यो झोला त उ नै छैन ठाउँ नै कुन चाहिँ वाला हो अनि भर झारेको त्यही हो कहाँ ठाउँ हो कहाँ गाह्रो भइहाल्छ नि उल्टो भ्यालीमा यो साइको रहेछ आमा छोरा यार गाडी खान्छ कि बोक अब गोली बोक्ने मैले त उहाँ कटा बोक विनोदले बोक्छ त्यसपछि तेर्पाल है अनिल टुङटुङ साहब म आफै हिँड्न नसके ओए म हिँड्न सके हे बल्ल बल्ल हामी त हिँड्न सके हे धेरै स्ट्यान्ड देखेर चला नि त तैँले बोक्नुपर्छ अहिले सब हामी यहाँबाट निक्लिन्छौँ होइन आमालाई गयो है भन्दैन आमा गयो है ल हामी चाहिँ जान्छौँ गाइज अब यहाँबाट निक्लिन्छौँ होइन माथि गएर अब फेरि बाटो बस्दै जाने हो भिडियो सिडियो आउँदै गर्छ होइन सब हामीहरू निक्लिन्छौँ हाम्रो भगटे तिनवटा चाहिँ फ्रीमै दिनुभएको आमाले है माया गरेर खाना खाएर जाउँ पनि भन्नुभएको थियो तर हामी माथि पुग्नु छ र अझै ढिलो हुन्छ ल निक्लेको हामी ल जाम जोसेफ जाम ल टक्क ल एनर्जी हामी चाहिँ यहाँ ठ्याक्कै आमाको यतापट्टि साइडमा चौतारामा आएर फोटो खिच्नु ला साइकल यसरी छ है गाइज टक्क
ओइ 9:57 भइसक्यो यार त्यो त भने नि अब यही 10 बजे यही 10 बजे यार त्यो दामी सिन छ क्या मुन देखा न मुन केही देखाएर है कसम मैले त अहिलेसम्म यस्तो ठाउँ एकचोटि नआएन यार उतातिर नि केही छैन हेर्न भने चारैतिर केही छैन क्या लेखा ठिक्कै यतिखेर पुग्न पर्ने हो क्या हामी ढिलो हो सिधा लेकमा ठ्याक्कै भ्यू देखेको जानुपर्ने के कस्तो माथिबाट फोटो खिच्नु ल अब हामी चाहिँ यहाँ फोटो सुटिङ गर्छौँ एकछिनको लागि अनि टक्क जान्छौँ टक्क यहाँ पनि लाउ आइया ल ल अब हामी फोटो सुटिङ गर्छौँ ल सब चौचौ आइरहेको छ चौचौ कोही पिरो कोही गजब कोही मामा यो भाइ त्यो दुईवटा मामा हामी चारवटा चाहिँ यस्तो पिरो हामी चारजना छुट्टै पऱ्यो नि त हामी ऊ दुईवटा छुट्टै यो एक्लै छुट्टै फेरि तब एक्लै परेपछि त्यसको स्ट्यान्ड छैन त्यसलाई हेर गाह्रो त्यो कुनामा ढेसाइदिएन कि सुताइदियो यहाँ सुतिरहेको एउटा घाम लाग्नु सुरु हुनु लाग्यो गाइस हामी जहाँ चाहिँ पुगेको पनि छैन क्या त्यो डाँडा हो क्या त्यो पुतो पारिपट्टिको डाँडा हुँदैन त्यहाँ पुग्नुपर्छ हामी बल्ल यता साइडतिर छ हामी पारिपट्टि चारजना मात्रै छ हामी यहाँ चाहिँ तिनजना अगाडि गइसक्यो खाजा बना भनेर पठाइदिएको भन्दा पनि तिनीहरू आफै क्या हो हामीले चाहिँ भन्दै हो सबको गाँड फाटिरहेको यहाँ उयो अगाडि हिँडिरहेको त झन् भर्खर आइपुगेको थियो हामीले अगाडि पठाइदिएको अनि हामी पछि हिँडेको साइकलै साट्दियो भने साइकल साट्दियो साइकल मेरो साइकल अब यहाँ आइपुग्यो कि फर्स्ट म बाँकी राख्दिनँ गाइज फर्स्टमा मैले चलाएको साइकल यो हो अब कहिले पुग्ने हो के अत्तो पत्तो छैन होइन यहाँतिर यस्तो बबाल छ क्या तर भ्यू चाहिँ बोले है यार म त गाइज दोकानमा पनि सकेको छैन हो यस्तो छ साइकलमा कहिले नआउनु हो सिधा लेक साइकलमा कहिले नआउनु ल यो कुरा चाहिँ जिन्दगीमै याद राख्नु है यो ज्ञान फ्रीको थै त्यस्तो गाह्रो हुने रहेछ हेर्नु नि गाइज पछाडि भ्यू खतरा देखायो नि त ए साइकल पनि यस्तै भ्यू देख्थ्यो क्या गाइज पुरै कुहिरो त्यहाँ माथि पुग्यो भए त तर कहिले पुग्ने हो त्यो साइकल पसलमा पनि ढिलो भयो आउँदा आउँदा मेरो पैदल भाँचिहाल्यो त्यो भिडियो चाहिँ बनाउनु पाइन्न होइन उता कहाँ कालदको यतापट्टि भाँचेको बैरिनीतिर बैरिनी होइन त्यो कालदको यतापट्टि साइडमा खाजा ठाउँतिर भाँचेको उकालो चढ्दा चढ्दा प्ल्याट्टै गयो क्या गाइज अब हामी खाजा ठाउँमा गएर भेट्छौँ ल गाइज हामी चाहिँ यता माथि कहाँ ओ यो खनाले ठाउँमा पनि के हो खाटी भन्ने ठाउँमा आएको छैन गाइज पारिपट्टि भ्यू हेर्नु न होइन नि क्या राम्रो हो कि जाँदै गर भर्खर आइपुगेको होइन गाइज अब अझै जानुपर्छ त्यो डाँडा त्यो डाँडा देखिरहनु भयो नि त्यहाँ पुग्नुपर्छ क्या पुग्ने कहिले हो केटाहरू चौधरामा बस्नु थालिसक्यो फेरि टक्क मलाई पारिपट्टिको भ्यू चाहिँ सही लाग्यो क्या खतरा छ त्यही हो गाई छैन अब साइकलको यात्रा यस्तै हो अब हामी जान्छौँ पानी हिँड्दैन गाई कसरी भएन चाहिँ हिँड्नु नि त त्यही हो त्यहाँ अगाडिसम्म जानु पऱ्यो टक्क लगाएर होइन अब टक्क यस्तै हो अब के गर्नु चले यस्तै हो जिन्दगी ए आइरहेन यता छिन्
के आयो तो कन्जु जाने के ओइ सब यो बाटो तेर्छ कटा तेर्छ अनि बाइक त आउँदैन बाइकले जान्छ त्यहाँ सडक जान्छ के फेरि उ आइसक्यो बाइक जान्छ यस्तो अब तिनीहरूलाई यहाँ रोक्नुपर्छ तेर्छ ओइ पछाडि बाटो रोक्छ उ त्यो अगाडि जा रोक रोकियो यिनीहरू चाहिँ यसको गाउँ गएर अरे यिनीहरू चाहिँ चलाउ न त्यो लास्ट गाह्रो भइसक्यो कहाँ गएर ओइ छोड्न पर्छ छोड्दै अब छोड्न कस्तो छोड्दै के लाने चलाउ न एकछिन चला त्यहाँ उकालोसम्म त नि लाम त चलाउ आउँदाखेरि बस्छ चलाउ म चलाउँछु आउँदाखेरि त चलाएकै यो टाँसो न यो टाँसो आउँदाखेरि तै चलाएकै यो म त्यही चलाउँछु फेरि ब्याग पुग्ने एकजना म त बोक्दिनँ अब त पटेलले बोक्छ यसले बोक्छ केटाहरूमा कुरो पर्खिँदा नपर्खिने ल्याम्लुम गइदिने भने झन् छोडिदिन्छ जोसेफ छ क्रिस छ त्यहाँ क्रिस भगवानले दे ल यहाँ चाहिँ कुहिरो लाग्थ्यो है यहाँ चाहिँ कुहिरो लाग्थ्यो बिहानै अब कुहिरो लागेको बबाल भ्यू देख्थ्यो होइन अब के गर्नु यस्तै दिउँसो पर्यो मैले नन यो बोकिरहेको छु नि तिम्रो त त्यो खाली ओ यहाँबाट ज्याकेट हाल न यहाँ भखरी पनि छ क्या ओइ ल जाम सो गाइस हामी चाहिँ खाना खाने ठाउँ आइपुग्नु लागेको छ त्यहाँ खाना खाने ठाउँ होइन दामी छ दामी भ्यू छ यहाँ क्या मजा आउँछ क्या यस्तो भगवान ढोड्न कस्तो मजा आउँछ नि गाइस यहाँको मान्छेहरू ठिक छैन रहेछ जताततै ढुङ्गा हाने त्यहाँ माथितिर त ढुङ्गा छ कि माथि यहाँबाट देखाउँछु यहाँबाट देख्दैन ढुङ्गा हेर्नु न त्यहाँ ढुङ्गा फ्याल्दैछ कि बिग्रेको छ यहाँ भगवान्कै तल खै उ त्यही हो उ त्यो बिल्डिङ घर चल जाऊँ सो त्यही हो हामी त्यो बिल्डिङ घर गएर अब देखाउँछु तपाईँलाई केटाहरू खाजा ठाउँ आइपुगिसक्यो हामी खाजा ठाउँ आइपुगिसक्यो है कोही सुतिरहेको थग्लाएर यस्तै चिसा खाने टक्का हाफ प्लेट छ भने हाफ प्लेट मोमो खाँदैन होइन अब यहाँबाट के साइकल लिएर जानुपर्छ पर्छ नि रोड छ त्यसो भए त जाऊँ न होइन डाँडाबाट साइकल चाहिँ त्यहाँ बाहिर छ है गाइजु सबैको साइकल त्यहीँ छ तिमीले चिनाहाला नि ह्यान्सी यता हेर्दैन त ह्यान्सी के भयो यसको थप्रा त्यही हो गाइज अब खाजा खान्छौँ अनि हाम्रो ह्यान्सी अन्त हेर्दैन न यता एकछिन यता हेर्दैन त है पुरै हेर्दैन मुख के भएन हौ के ओ यसको मुखमा के लाग्यो त केही लायो ल गाइस अब खाजान बेला भेट्छु है गाइस हामी चाहिँ अब खाजान ठाउँ पनि निक्लिनु लाग्यो होइन ओ कतिर जाने गेट यहीँ छ है गेट यहीँ छ गाइस टक्क घाम लाएर अब के भयो त भ्यू बिहानको भ्यू हेर्न पाएँ नि अब बेलुकाको भ्यूहरूलाई पनि त होइन दिउँसोको ल अब टक्क सुस्तारी निक्लिँदै जान्छ हामी अब अझै 1-1.5 घन्टा हिँड्नुपर्छ त्यही हो होइन गुड रहेछ यहाँको मान्छेहरू सबै अब यहाँ ल्याऊ तैँले कहाँ फ्याल्दिस् साइको रहेछ त उहिले बाँध्ने ल जाँदै गर न उयो हौ डोरी केटाहरू डोरी कहाँ फ्याल्यो केही थाहा छैन बाँध्न राम्रोसँग कसी बाँध्न अब तल जसरी भने लगाएछ अब हामी निस्किन्छौँ ल ठिक छ यो हामी सिद्धलेख आइपुग्यो सिद्धलेख यो आई लभ सिद्धलेख लेखा छ यता अनि यो हिमाल नजिक देखिरहेको छ हेर्न त तर यो टाढा देख्ने क्या मोबाइलमा यो चाहिँ 0.6 भयो यो 8x यति देखिँदो रहेछ यो अनि सिद्धलेख दर्शन है त
अनि यहाँबाट देखिने भ्यूहरू चाहिँ राम्रै छ त्यही हो ल्याउन त मिल्छ ल्याउन गाह्रो हुन्छ भने क्या यहाँबाट देखिने भ्यू मन्दिर चाहिँ टाढै रहेछ यो भरिङ देखिरह्यो होला सायद यो भरिङ यस्तो लामो हो अनि अब खाजा खाएर निस्किन्छ होला सायद अब चाहिँ खाजा खाइरहेको है चटपटे र रेडबुल चेस ल ओए फिले खोल्न त अनिल अहिले हमला नि सुस्तारी कति थोरै ल्यायो 250 हुने 250 हो ल ओए चेस ल सबैले ल किसाउ ल चेस कसको गीत रे साजन अझै बढी जोडे जोसेफको फेभरेट सिङ्गर हेरे भाइ तल सब पुग्यो यार के गर्नु मैले उता बसेर खानु दुईजना साइकल यहाँ रहेछ कति पारे सो गाइज हामी चाहिँ यहाँबाट खानासाना खाएर हजुर सो गाइज हामी चाहिँ अब खानासाना खाजा खाएर निक्लिन लागेको छ होइन निक्लिन लाग्यो भन्दा नि उहाँ माथि ग्रुप फोटो ग्रुप फोटो नहान्ने मैले यहाँ हान्ने के ग्रुप फोटो यहाँ हान्ने हो क्या यहाँ हान्ने हो क्या त टक्क साइकलमा हैन के थाहा फोटो चुटी हुन सक्छ टक्क अब यहाँ साइकल बोकेर लिएर फिले ओ फिले ब्रो फोटो पनि खिच्छ पाले सही जुम त्यो मोबाइल त्यहाँ राख्दैन फ्याक्ट्री सेट मिलाएर टाइममा राख्दिन जस्ट टक्क हामी चाहिँ यहाँ बसेर सिद्धलेक दर्शन भन्ने ठाउँमा चाहिँ हामी फोटो खिच्न लाग्छु होइन मेरो साइकल उल्टो भयो टक्क अब हामी यहाँ बसेर फोटो खिच्छौँ पहिलामा हानिदिन्छु ल पहिलामा फोटो हानिदिन्छु क्या यताको फोटोमा हानिदिन्छु क्या टक्क सो गाइज अब हामी यहाँबाट निक्लिन लाग्यो होइन गदा भयो हेरिरहेको निक्लिन लाग्यो यहाँबाट निक्लिन लाग्यो हामी ल हामी लाइन बसेको छ होइन फोटो खिच्नको लागि अब यहाँबाट निक्लेर टक्क हामी धादिङ सिधै धादिङ त होला नि ल गाइज हामी चाहिँ अब यहाँबाट लाग्छु होइन मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला है